कैलालीको घोडाघोडी नगरपालिका 9 सिमली जंगलमा करिब हप्ता दिनदेखि भारत, अमेरिका, चीन लगायतका देशका 100 भन्दा बढी नागरिक बसोबास गरेर अस्वाभाविक गतिविधि गर्दै आएको पाइएको छ। रेनबो फ्यामिली ग्यादरिङ नाम दिएर समूहमा आएका उनीहरूले कुनै पनि निकायबाट अनुमति नलिएको पाएपछि कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले 24 घण्टाभित्र गन्तव्यतर्फ जान निर्देशन दिएका छन्। विदेशी नागरिक वन क्षेत्रमा बसेर अर्धनग्न हुने, आपसीमा अस्वाभाविक गतिविधि गर्ने जस्ता गुनासा आएपछि बिहिबार जिल्ला स्थित सुरक्षा निकायका प्रमुख सहित सिमली जंगल क्षेत्रमा पुगेका हुन्। प्रमुख जिल्ला अधिकारी हमालले 24 घण्टाभित्र गन्तव्यतर्फ जान निर्देशन दिएका हुन्। निर्देशन अनुसार वन क्षेत्र छाडेर गन्तव्यतर्फ नलागे प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी समेत दिएको छ। जंगल क्षेत्रमा विगत हप्ता दिनदेखि विदेशी नागरिक बस्दै आएको र उनीहरूले अस्वाभाविक गतिविधि गरिरहेको गुनासो प्राप्त भएपछि बिहिबार त्यहाँ पुगेका हौं। प्रमुख जिल्ला अधिकारी हमालले भने उहाँहरू कुनै निकायको अनुमति नलिएर सिमलीको वन क्षेत्रमा बस्दै आएको देखिएको छ। सबैजनालाई 24 घण्टाभित्र गन्तव्यमा जान निर्देशन दिएको छ। आइसकेको र यो उनीहरूको चाहिँ गतिविधिलाई हेर्दाखेरि आज समग्र जिल्लाको सुरक्षा चाहिँ सबै टोलीहरू नै हामी आइपुगेका छौँ। अहिले त्यहाँ भिजिट पनि गऱ्यौँ र उनीहरूको अरू गतिविधि त्यस्तो अन्य ढङ्गको गतिविधि नदेखिए पनि तर बिना अनुमति त्यसरी सार्वजनिक जङ्गलमा चाहिँ बस्न पनि पाइँदैन र सम्बन्धित निकायबाट अनुमति दिनुपर्ने, त्यो अनुमति दिएको देखेको पनि छैन। त्यसो भएको कारण उनीहरूलाई हामीले 24 घण्टाभित्रै चाहिँ आफ्नो चाहिँ अन्य स्थानमा चाहिँ जानको लागि हामीले निस्केका छौँ। अनुगमनका क्रममा कुराकानी गर्दा उनीहरूले प्रमुख जिल्ला अधिकारीलाई आफूहरू प्रकृतिमा रमाउने मान्छेहरू नेचर लभर भएको बताउँदै यसरी विभिन्न देशमा पुगेर बस्ने गरेको बताएका थिए। तर नेपाल सरकारका कुनै पनि निकायबाट अनुमति नलिएको पाएकाले उनीहरूलाई जंगल क्षेत्र छाड्न स्थानीय प्रशासनले निर्देशन दिएको हो। यद्यपि अनुगमनका क्रममा उनीहरूले शान्ति सुरक्षामा असर पर्ने खालका गतिविधि गरेको नपाएपछि कुनै निकायबाट अनुमति नलिएको देखिएको प्रशासनले जनाएको छ। घोडाघोडी नगरपालिकाकै केही स्थानीयले विदेशी नागरिकसँग समन्वय गरिरहेको कुरा समेत सार्वजनिक भएको छ। सोही विषयमा समाचार सम्प्रेषण गरेपछि सुक्खडका पत्रकार प्रकाश मिश्रमाथि बिहिबार दिउँसो हातपात समेत भएको छ। मिश्रमाथि घोडाघोडी नगरपालिका 10 को पलमानपुरको सिर्जना होटेलका सञ्चालक 40 वर्षीय चेत बहादुर सिंह र सोही नगरपालिका 1 को ओजुवा क्याफेका सञ्चालक 48 वर्षीय डबल बहादुर शाहले हातपात गरेका हुन्। मिश्रले विदेशी नागरिक घोडाघोडीको जंगल क्षेत्रमा बसेर अस्वाभाविक र रहस्यमय गतिविधि गरिरहेको र त्यसमा होटेल व्यवसायी शाहले समन्वय गरिरहेको समाचार लेखेका थिए। सोही विषयलाई लिएर उनीमाथि हातपात भएको हो। मिश्रमाथि हातपात गरिएको घटनाको पत्रकार महासंघको जिल्ला र प्रदेश कार्य समिति तथा विभिन्न संघ संगठनले विरोध जनाउँदै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। जिल्लाका प्रहरी कार्यालय सुक्खडले हातपातमा संलग्न मध्येका शाहलाई भने नियन्त्रणमा लिएको जनाएको छ। स्थानीय प्रशासनले अनुमति बिना जंगल क्षेत्रमा बसोबास गरिरहेका विदेशी नागरिकलाई 24 घण्टाभित्र गन्तव्यमा जान निर्देशन दिए पनि घोडाघोडी नगरपालिकाले भने सांस्कृतिक आदान प्रदान गर्ने भन्दै स्वागत समेत गरेको पाएको छ। रेनबो फ्यामिली ग्यादरिङ नाम दिएर केही महिना अघि यसै गरी अछामको रामरसवन क्षेत्रमा समेत विदेशी नागरिक प्रवेश गरेका थिए। हम आपसे वही प्रोसेस हम कर सकते हैं, जो भी 7 दिन के लिए आपको प्रोसेस करना है हम कर सकते हैं। I have already told you from Department of Forest, Department of Tourism. तो मुझे सपोर्ट हम आपका चाहिए इसके लिए 7 दिन से। I have already told you. पॉजिटिव कैसे बढ़ सकते हैं उसके लिए हम सोच सकते हैं। अगर आप अथॉरिटी हो यहाँ पर तो मैं आपसे रिक्वेस्ट कर सकता हूँ। क्या फॉर्मेलिटीज हम कंप्लीट कर सकते हैं सर? 7 दिन की बात है सर। इतने दिन का So, but what exactly happened? What exactly happened? What is the issue, sir? Without taking permission, certain group of people from different country of people, they are doing illegal activities in the forest. रेनबो गैदरिंग पहले भी हुआ नहीं था, इस बार भी हुआ। So we were in Ramaroshan. It was also international news. We were last year. सब हर बार ये होता है। And nothing illegal. Nothing illegal. इधर पीछे नहीं